अहिले मसँग चर्चित नेपालका रंगकर्मी र संचार गृह सँगसँगैका नजिकका व्यक्ति, हामी सबैलाई थाहा पनि छ तितो सत्य लगायतका विगतमा रेडियो नेपालसँगै रामविलास र धनिया, दीपक राज गिरी र दीपाश्री निरौला। मैले केही समय अगाडि दिपा दिदीसँग कुरा भएको, आज दीपक राज गिरी दाइ हुनुहुन्छ यो रंग दिवसको विषयमा कुराकानी गर्न। दीपक दाइ, यहाँलाई पर्वतको रेडियो शालिग्राममा स्वागत छ। धन्यवाद सबैलाई, नमस्कार, शुभबिहानी सबै श्रोताहरूलाई, दर्शकहरूलाई। जस्तो तपाईँ एउटा रंगकर्मी, आज रंगमञ्चको दिन, साहित्य क्षेत्र र कलाकारिताको क्षेत्र, नाट्य क्षेत्र, विभिन्न क्षेत्र, यहाँले कसरी सम्झिनुहुन्छ यो दिनलाई? अब विशेष गरेर पहिला यसरी मनाइने चलन त अब त्यति मनाइएको होइन, यसरी धुमधामसँग मनाइने चलन होइन। तथापि अब रंगकर्मी भएको कारणले गर्दाखेरि जति मनाइन्छ, जसरी मनाइन्छ, जुन लेभलमा मनाइन्छ, त्यसको लागि चाहिँ अब सम्झने दिन भनेको रंगमञ्च भनेको कुनै पनि कलाकारको लागि, कुनै पनि चर्चित कलाकार जो रंगमञ्चबाट आएको छ उसको लागि त्यो ठुलो महत्त्वको विषय हो। रंगमञ्च एउटा यो हो, एउटा पाठशाला हो, त्यो पनि नर्सरी जस्तो अथवा कक्षा 1, कक्षा 2 जस्तो पाठशाला हो जहाँ उसको जज बस्छ। रंगमञ्चबाट आएका कलाकारहरू एकदमै बढी स्थापित छन्। अहिले झन् नेपालको कन्टेक्स्टमा त झन् बढी, अत्यन्त बढी। अहिले पछिल्लो समयमा सिधै चलचित्रमा हाम फालेका कलाकारहरू भन्दा यो रंगमञ्चबाट आएका कलाकारहरू अत्यन्त खारिएका, अत्यन्त सुन्दर अभिनय गर्ने बहुमुखी प्रतिभाशाली कलाकारहरू हुनुहुन्छ। यस हिसाबले भन्नु पर्दाखेरि त्यो कलाकारको लागि जग हो जग रंगमञ्च। त्यसै कारणले गर्दाखेरि अब त्यो रंगमञ्चसँग सम्बन्धित दिवस भएको कारणले गर्दाखेरि पक्कै पनि यो एउटा विशेष दिन हो रंगमञ्चबाट आएका कलाकारहरूको लागि। मैले पनि आफ्नो कलाकारिताको प्रारम्भ रंगमञ्चबाटै गरेको थिएँ। गाउँको रंगमञ्च, त्यसपछि यता काठमाडौँको रंगमञ्च हुँदै अब अहिले पनि वर्षमा एकपटक हामी गाई यात्राको नाममा रंगमञ्चमा उत्रन्छौँ। त्यसको छुट्टै मजा हुन्छ। अहिले जबकि हामीलाई त्यो रंगमञ्च त्यति आवश्यक छैन, किनभने हामी अहिले चलचित्रहरूमा काम गर्छौँ, रंगमञ्चमा त्यति धेरै पैसा पनि हुँदैन। तथापि हामी वर्षमा एकपटक हाम्रो त्यो मातृ संस्था भनौँ अथवा हाम्रो जुन स्कुल हो, त्यो पाठशाला हो, त्यहाँ पुग्छौँ। भनेपछि यो दिनको विशेष महत्त्व छ जो रंगमञ्चबाट आउनुभएको कलाकारहरू। अब जस्तो कि दीपक राज गिरी, तपाईँ एउटा वरिष्ठ रंगकर्मी र हाम्रो मफसलमा पनि धेरै रंगकर्मीहरू रंगको क्षेत्रलाई मन पराएका हुनुहुन्छ। तपाईँ खास गरी विभिन्न टेलिभिजन र कान्तिपुर एफएममा पनि तपाईँको एउटा कार्यक्रम छ, मैले राम्रोसँग हेरेका छ, र अन्य विभिन्न क्षेत्रमा पनि यहाँ चर्चित हुनुहुन्छ। के छ रंगकर्मीको मिलन एकता कतिको देख्नु भएको छ यहाँले अहिले? अब मिलन भन्नाले अब हामी रंगकर्मीहरू चाहे त्यो पूर्वमेचीको होस्, पूर्वको पशुराम महाकालीको होस्, अथवा काठमाडौँको होस्, मफसलको होस्, उपत्यकाको होस्, जहाँको भए पनि रंगकर्मी हो। हामी कलाकारहरूको पहिलादेखि नै जात धर्म भन्ने चिजहरू पनि महत्त्व राख्दैन। मलाई लाग्छ जस्तो अहिले हामी छुवाछुतका कुरा, अन्त्यका कुरा गर्छौँ। नेपालमा सबैभन्दा पहिला छुवाछुतको अन्त्य भएको तर कुन हो चाहिँ म भन्न सक्दिनँ, तर पेसा चाहिँ कलाकारिता हो। हामी चाहिँ हाम्रो पेसामा कलाकार मात्रै हो हाम्रो जात। त्यस कारणले गर्दा विभिन्न जात, यो जात त्यो जात भन्ने भनिँदैन र हामी एकै ठाउँमा एउटै रंगमञ्चमा काम गर्दाखेरि खालि केवल कलाकारको रूपमा बस्नदेखि काम गऱ्यौँ र पहिलेदेखि नै यो हाम्रो मिलनको अवस्था थियो। र अहिले पनि हामी त्यसमा सिनियर जुनियर भन्दा पनि को बढी अभिनय क्षमता भएको छ, रंगमञ्चमा कसले बढी दर्शकलाई हँसाउँछ, हामी एउटै छातामा बसेर काम गर्न सक्छौँ। रंगमञ्च भनेको चलचित्रमा चाहिँ को चलेको कलाकार छ, कसले बढी दर्शक तान्न सक्छ, को बढी टिकाउ छ, यस्तो यो अहिलेका आधुनिकताले तर रंगमञ्च भनेको चाहिँ एउटा यस्तो संस्था हो जहाँ चाहिँ तपाईँ कुन जातबाट हुनुहुन्छ, कुन धर्मबाट हुनुहुन्छ, कति पपुलर हुनुहुन्छ, यसै अर्थ राख्दैन। त्यस कारणले हाम्रो मिलन त पहिलेदेखि नै भइरहेको छ।
अब जस्तो आगामी वैशाख 31मा स्थानीय निकायको निर्वाचनको कुराकानी गरेको छ। यहाँहरूले राजनीतिक रूपमा पनि व्यङ्ग्यात्मक रूपमा होस् अथवा सामाजिक रूपमा नाट्य रूपमा पनि यसरी अगाडि जाउँ भन्ने कुराकानी पनि गर्नुहुन्छ। जस्तो हरेक क्षेत्रका राजनीतिक कर्मीहरू हरेक क्षेत्रका कुरीति विसङ्गतिहरूलाई रङ्गकर्मीहरूले कतिको उजागर गरेका छन्, कतिको परिवर्तन गर्न खोजेका छन् जस्तो लाग्छ यहाँलाई? अब हामीले चाहिँ हाम्रो काम भनेको चाहिँ समाज परिवर्तन गर्ने होइन। हामीले रङ्गकर्मीहरूले अथवा व्यङ्ग्यकर्मीहरूले चाहिँ भएका विकृतिहरू औलाइदिने हो। जस्तो फोहोर बढार्ने काम राजनीतिक दलहरूले नै गर्छन्, तर फोहोर कहाँ छ त्यो नदेखेको हुन्छ। फोहोर खोज्ने काम, समस्या यहाँ छ है, यहाँ यस्तो गर, यहाँ यस्तो भएन, हामीले औलाउने काम हो। र सामाजिक कुरीतिहरू जुन उत्पन्न भइरहेका हुन्छन् अथवा राजनीतिक विकृतिहरू उत्पन्न भइरहेका हुन्छन्, त्यसलाई चाहिँ दबावको रूपमा हामीले उठाउने गर्ने हो, हामीले प्रस्तुत गर्ने हाम्रो काम भनेको। त्यो काम वर्षौंदेखि चल्दै आएको छ। त्यसले चाहिँ समाज परिवर्तनै नगरे पनि समाज परिवर्तन गर्नका लागि प्रेसरको काम, दबावको काम पक्कै पनि गर्छ। त्यसमा संसारमै व्यङ्ग्यकर्मीहरूको एउटा छुट्टै स्थान छ। गाली गर्नु हुँदैन। व्यङ्ग्य भनेको शब्द गाली हो। शब्द रूपमा तिमीले गल्ती गरेर आएको है भनेर औँलाइदिने काम गर्छ एउटा व्यङ्ग्यकर्मीले अथवा व्यङ्ग्यले अथवा रङ्गकर्मीहरूले त्यो काम गर्दा हुन्छ। अथवा अहिले रङ्गकर्मीहरूको कति ठाउँमा सडक नाटक लिएर गाउँ गाउँमा प्रस्तुत हुनुहुन्छ, भइ पनि रहनु भएको छ। र त्यसले चाहिँ प्रत्यक्ष रूपमा टेलिभिजनभन्दा टाढा रहेका अथवा रङ्गमञ्चसम्म नपुगेका, चलचित्र भवन भन्न जानुभएका थुप्रै गाउँका दिदीबहिनीहरू अशिक्षित एउटा जुन समाज छ त्यहाँ पनि गएर उहाँले आफ्नो रङ्गमञ्च भनेपछि त्यो रङ्गमञ्चका कलाकारहरूले त्यहाँ गएर आफ्नो प्रस्तुति दिनुहुन्छ। र चाहे त्यो चेलीबेटी बेचबिखनका कुरा हुन्, चाहे महिला सशक्तिकरणका कुराहरू हुन्, यस्ता कुराहरू उठाइरहेका हुन्छन्। त्यस कारणले गर्दाखेरि यो रोल ठुलो छ, ठुलो भूमिका छ व्यङ्ग्यकर्मी अथवा नाट्यकर्मी। अब अर्को पक्षमा कुराकानी गर्दा केही समय अगाडि तपाईँहरूको छक्का पञ्चा चलचित्रले नेपाली फिल्मी क्षेत्रको एउटा नयाँ आकाश पनि बटुलेको कुरा हो र तपाईँहरूको फिल्म पनि भनौँ न अब समाचारमा पनि बाहिर आयो। लिक भइसके पछाडि एकजनाले आत्महत्या पनि गरे। यहाँहरूलाई पनि, यहाँ लगायत दिपाश्रीहरूलाई पनि सोधपुछको लागि पनि खबर गरियो। त्यसको बारेमा कुरा गरौँ न। त्यो कसरी सल्टियो? उनले अब लिक गरे पछाडि उनी आफै आत्महत्या गरेर निधन भयो। यो कुरा के भयो? यो एकदमै यस्तो दुर्घटना हो जुन चाहिँ मलाई अहिले पनि सम्झिँदाखेरि मन पोल्छ। एकदमै हाँसिरहेको छु भने पनि दिक्क लाग्छ मलाई। यो अब के भने पक्कै पनि दुर्घटना कस्तो भयो भने लिक हुनु राम्रो भएन, लिक भयो। यो त धेरै कुरो त दर्शकलाई थाहा भइसकेको छ। र अब जुन आत्महत्या प्रकरण भयो यो चाहिँ म युवाहरूलाई के भन्न चाहन्छु भने यो चाहिँ समस्यासँग जुझ्न सक्ने क्षमता कम छ कतिपय युवाहरूमा, अहिलेको युवाहरूमा। किनभने जिन्दगीमा समस्याहरू आउँछन्, कहिले आफूले गल्ती गरिन्छ, गल्ती सबैबाट हुन्छ। त्यो गल्तीलाई फेस गर्नुपर्छ। ठुला आपत होइन, यो आपत आएको थियो, सानो गल्ती गरेको थियो। त्यो गल्तीको लागि उसलाई त्यो जेलमा पनि नराखिकन छोडिदिइसकेको अवस्था। तर अब एकदमै आफैलाई आत्मग्लानी भएर आफैलाई एकदमै ठुलो समय हुन्छ कि क्या हो मलाई भनेर आत्तिने र समस्यासँग जुझ्न सक्ने क्षमता अहिलेको युवाहरूमा अलिक कम छ। हाम्रो हजुरबुवाहरू, हाम्रो बुवाहरू ठुला आपतहरू, ठुला दुःखसँग जुझ्दै आए। उनीहरूसँग कति ठुलो समस्या थियो। तर अब अहिलेको युवाहरूमा चाहिँ मलाई एकदम त्यो एउटा एकदमै खड्किएको कुरा हो। एउटा सानो आरोप लाग्यो र त्यो आरोप लागेपछि प्रहरीले सोधपुछ गर्यो र सोधपुछ गर्दैमा न शारीरिक यातना दिएको छ, न पिटिएको छ, न जेलमा राखिएको छ। अब मलाई के किन होला भनेर डराएर आत्महत्या गर्छु। त्यसले गर्दा मलाई त कानुनी झमेला परेन, तर मलाई एउटा नैतिक पीडा चाहिँ पर्यो। कहीँ न कहीँ कतै न कतै कारण त हाम्रै भयो, हाम्रै चलचित्रको कारण भयो। यस्तो दुर्घटना भयो, कसरी एउटा ज्यान गुमाउनु पर्यो, घरमा बुवाले छोरा गुमाउनु पर्यो, जवान छोरा गुमाउनु पर्यो। त्यो नैतिक पीडा चाहिँ अहिलेसम्म पनि झेलिरहेको छ। अब कानुनी त केही पनि थिएन, किनभने हामीले साइडमा केही गल्ती गरेका थिएनौँ। तर कानुनी पीडा भन्दा पनि नैतिक पीडा ठुलो हुन्छ है। त्यति एउटा यस्तो युवाको ज्यान भयो चलचित्रको कारणले।
भन्ने पीडा चाहिँ अहिले पनि एकदमै सम्झ्यो कि एकदम पीडा हुन्छ मलाई। हजुर। र अब त्यो पल्टिने भन्ने त केही ठाउँ थिएन। एउटै कुरा मैले भने यहाँ नैतिक पीडाबाट मुक्त हुने कुरा मात्र थियो। म अहिले पनि युवाहरूलाई के भन्न चाहन्छु भने जिन्दगीमा धेरै कुरा हुनसक्छ, कोही कोही गल्ती गरिन्छ, कोही गल्ती जानेर पनि हुन्छ नजानेर पनि हुन्छ। तर त्यो बेलामा चाहिँ आफूले त्यो समस्यासँग फेस गर्नुपर्छ। तपाईँले एउटा कुनै सामान तपाईँले अन्जानमा चोर्नु भयो, चोर्नु भयो भने तपाईँलाई कसैले आएर मार्न सक्दैन, तपाईँलाई पिट्नु सक्दैन, तपाईँलाई बर्बाद पार्न सक्दैन। तर एउटा जुन एउटा सानो कानुनी त्यो संरचना छ त्यो भित्र रहेर केही नसिहत दिइन्छ, केही थर्काइन्छ होला, कसैले त्यो प्रहरीले गाली पनि गर्छ होला किन गल्ती भएको छ। त्यो चिज सहन सक्ने क्षमता चाहिँ हामीले विकास गर्नुपर्छ। म सबै युवाहरूलाई आह्वान गर्न चाहन्छु कि जिन्दगीमा यस्ता कुराहरू आउँछ, फेस गर्नुपर्छ। अब त्यो भाइले फेस गर्न नसकेको कारणले गर्दाखेरि उसले आफ्नो परिवारलाई पनि पीडा दियो र अहिले हामीलाई हाम्रो गल्ती नहुँदाखेरि पनि हामीलाई नैतिक पीडा चाहिँ मनमा राखेर गयो। त्यो एउटा समस्या रह्यो, त्यति मात्रै। एकदमै तपाईँले व्यस्त समय दिनुभयो, धन्यवाद छ। र आज यो रङ्गमञ्चको दिवस हो, जाँदा जाँदै सानो एउटा कुनै डायलग हामी सबै यो धौलागिरी भेगकाले पश्चिमाञ्चल भेगकाले सुन्न हाम्रो ठुलो इच्छा छ। कुनै एउटा सानो क्यारिकेचर सुनाइदिनुहुन्छ कि जाँदा जाँदै? अब क्यारिकेचर त अब अहिले यो म बेडमै छु, क्यारिकेचरको मुडमा छैन। तर अब चलचित्र छक्का पन्जामा मैले बोलेको एउटा डायलग सुनाइदिन्छु, त्यही नै आज रङ्गमञ्च दिवसको उपलक्ष्यमा त्यो राजा भन्ने पात्रले बोलेर डायलग सुनाइदिन्छु। तिर्खा लागेपछि कुवामा जाने पानी खाने आउने त्यहाँ हाम फालेर मत। धन्यवाद। हस्, धन्यवाद छ। उहाँ हुनुहुन्थ्यो दीपक राजगिरी। खास गरी हामीले आज रङ्गमञ्चको यो विशेष अवसरमा कुराकानी गर्यौं र रङ्गकर्मी के हो, कसरी अगाडि बढ्नुपर्छ भन्ने कुरा भयो। र अर्को पक्षमा छक्का पन्जा चलचित्र लिक आउट भइसके पछाडि काठमाडौँमा एकजना युवाले भनौँ न आत्महत्या गर्नुभयो, उहाँ बित्नुभयो। त्यस पछाडि दीपक राजगिरी र दीपाश्री नेउरलालाई सोधपुछका लागि बोलाइयो र उनीहरूलाई सजाय दिनुपर्छ भन्ने कुरा पनि भयो। र उहाँले कति राम्रो कुरा उल्लेख गर्नुभयो, हामी युवाहरू हतोत्साहित हुनुहुन्न, डराउनुहुन्न, आत्तिनुहुन्न, हिम्मत लिनुपर्छ, कानुनी संरचनामा अगाडि बढ्नुपर्छ भन्ने कुरा उल्लेख भयो। र सम्पूर्ण रङ्गकर्मीहरू तपाईँलाई शुभकामना छ।